हेलो एभ्रिवान। सो आज म नेपाली मुभी कुमारीको ट्रेलर रियाक्ट गर्दैछु र योभन्दा अगाडिको ट्रेलर रियाक्सनमा मैले एउटा सानो नोटिस जस्तो भनेको थिएँ कि मलाई थोरै इन्सपिरेसन चाहिरहेको छ भनेर र केहीले कमेन्ट गर्नुभएको थियो र एकदमै स्विट वर्डहरू लेख्नुभएको थियो। सो थ्याङ्क यू सो मच फर द्याट। आजको ट्रेलर रियाक्सन भनेको कुमारी मुभीको छ। सो यसमा पनि म आफ्नो पर्सपेक्टिभ राख्छु र कस्तो लाग्छ त्यो पर्सपेक्टिभ अथवा केही चित्त बुझ्दैन चित्त बुझ्छ त्यो कुरा कमेन्ट गरिदिनु होला। ओके, लेट्स स्टार्ट कुमारी मुभीको ट्रेलर रियाक्सन। उसँगको कनेक्सन कस्तो अर्कै लाग्छ क्या मलाई। अर्कै छ यार। खोइ किन मलाई तिमी अरूभन्दा डिफ्रेन्ट लाग्छ। You're the most honest and lovable person I've ever met. मलाई मन पर्छ ईशा। I love her. डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले। कहिलेसम्म डराएर भाग्ने म? Try not to repeat the same mistake as you did. ईशा, सब ठिक हुन्छ के? अनि के देखिसो त्यो केटीसँग? किन आएको तिमी यहाँ? तिमीले त्यस्तै जे पाए त्यही भन्यो यार। के म त मलाई जोसुकैले जेसुकै भनोस्। चुप पनि आएर जे पनि भन्नु पाउँछ तिमीलाई। जिन्दगीमा सबै कुरा पर्फेक्ट भएर आउँदैन। आजको लागि मात्रै सोचेर पनि त भएन नि त। भोलि त्यही कुरा झगडा भयो भने हाम्रो तँले के भन्यो अरे भर्खर? यसलाई घरबाट निस्किन दिने हैन अबदेखि। उसको पास्ट मेटाउने हो भन्दा शी इज टु पर्फेक्ट। उसले पनि मलाई माया त गर्छ होला नि एकातिर। मैले गर्दा हाम्रो फ्यामिलीलाई अप्ठ्यारो पर्छ भन्ने कुरा पनि थाहा छ मलाई। घरि के को लागि आउँछौ? किन आउँछौ? मिस यु। काकालाई कल गरेँ नि, काका मान्नुहुन्छ। भेट्छु भन्नुभएको छ मलाई। म डिफ्रेन्ट छु। तिमीलाई मेरो डिफ्रेन्ट थाहा भयो भने तिम्रो यो लभवाला इमोसन सबै चेन्ज हुन्छ, मलाई थाहा छ। ओके सो फर्स्ट फिलिङ चाहिँ कस्तो भने नि म मेरो एउटा कन्टेक्स्ट दिन्छु क्या। लभ स्टोरी मुभी चाहिँ म 100% आइएम अ सकर अफ लभ स्टोरी मुभी। मेरो सम अफ माई अल टाइम फेभरेट मुभी पनि लभ स्टोरी नै एराउन्डको मुभीहरू छ क्या खासमा। सो त्यही भएर मलाई लभ स्टोरी लास्ट नै मनपर्छ क्या। र मलाई कस्तो लाग्छ भन्दाखेरि हाम्रो कन्ट्रीमा चाहिँ ट्याप गरेको छैन क्या त्यो पोटे। यति इन्टेन्स लभ स्टोरीहरू हाम्रो देशमा बन्न सक्छ जसले चाहिँ, किनकि हाम्रो लभको एउटा जुन शब्दको लागि मिनिङ छ नि, हाम्रोमा एकदमै पोलिटिकल त जहाँ पनि पोलिटिकल हुन्छ, तर पोलिटिकल छ एकदमै सोसाइटल प्रब्लमसँग एकदमै इन्टरट्वाइन्ड खालको छ क्या। त्यही भएर यति इन्ट्रेस्टिङ हुन्छ। र म भन्छु क्या, जस्तो एउटा म वेस्टको मुभीहरू लभ स्टोरी हेरेँ भने मेजर कन्फ्लिक्ट के हुन्छ भन्दाखेरि मोस्टली धेरै कन्फ्लिक्टहरू म देख्छु। अब सबै त भन्दिनँ त, केही कन्फ्लिक्टहरू नर्मल्ली बुवाले छोराछोरीलाई टाइम नदिएको, अनि त्यो कुराको ट्रमा भइरहेको, अनि त्यसरी लभ स्टोरी उसमा प्रोग्रेस भएको, त्यो टाइपको भइरहेको हुन्छ क्या। अनि लभ स्टोरीको मेनली फिलिङ बेस्ड अब्स्ट्याकलहरूसँग डिल गरिरहेको हुन्छ क्या उनीहरू चाहिँ, होइन। तर नेपालमा चाहिँ त्यो हुँदैन क्या। यहाँ चाहिँ सोसाइटल
हिसाबमै जानुपर्ने हुन्छ कि लभ त्यसरी पनि रोकिएको छ क्या। र त्यही भएर लभ स्टोरी हाम्रो कन्ट्रीमा सबैभन्दा धेरै राम्रो राम्रो नभनौँ इन्टेन्स टेरिफाइङ लभ स्टोरीहरू बन्न सक्छ क्या, मलाई त्यस्तो लाग्छ। सो त्यो भएर म चाहिँ सोचिरहेको थिएँ क्या अस्तिदेखि कि कुनै एउटा लभ स्टोरी आओस् भनेर होइन। सो त्यो एउटा पार्ट भयो। तर लभ स्टोरी सधैँ त्यो इन्टेन्स हुनुपर्छ भन्ने होइन, के अरे स्विट खालको लभ स्टोरी पनि ब्युटिफुल हुन्छ होइन, स्लाइस अफ लाइफ काइन्ड अफ। र मैले यो यसमा हेर्दाखेरि चाहिँ अब टक्क के अरे झ्यालमा बसिरहेको छ हाम्रो प्रोटागोनिस्ट हिरो, टक्क बसिरहेछ, पछाडिबाट सर्ट लागिरहेछ, ड्याङ्ग एउटा पोजमा टक्क पर्फेक्ट लुगा लाएर के अरे बेडमा सुतिरहेछ। सो एभ्रिथिङ यो मोर मेन स्ट्रिम एउटा लभ स्टोरीको त्यो ग्रामरमा बनाउन खोजेको जस्तो लाग्यो होइन। अनि विच इज अगेन इन्ट्रेस्टिङ हो, तर मलाई कहिलेकाहीँ फिल हुन्छ कि जस्तै यसमा कस्ट्युमहरू हेर्दाखेरि पनि मलाई मान्छेले रेगुलरली त्यस्तो लाउँदैन कि भने जस्तो लाग्ने होइन। कुनै कस्ट्युमहरू जस्तो कोटहरू लगाएको यताउति मेबी ओकेजनमा लगाएको होला, आई डोन्ट नो। सो एउटा त्यो ग्रामर चाहिँ मैले त्यो देखेँ सट्टै हेर्दाखेरि होइन। अनि अर्को कुरा मैले के याद गरेँ भने पर्फर्म गर्दाखेरि पनि स्लाइड त्यो एक्टिङ एकदमै इन्टेन्सिटी देखाउनको लागि गरे जस्तो हुन्छ नि, त्यो नेचुरली आइरहेको छैन कि जस्तो फिल भइरहेको क्या, लाइक के डायलगहरूमा होइन, केटाको डायलगहरूमा पनि। अनि अर्को कुरा भने चाहिँ हाम्रो हेभी रिलायन्स हुन्छ नि लभ स्टोरीमा, त्यो क्राइममा पनि गरिरहेको हुन्छ जस्तो रोको सिनहरूले होइन, त्यो एउटा पार्टहरू छ। सो त्यो कुराहरू अनि म नेभलबाट आउने लभ स्टोरीहरू चाहिँ थोरै मेबी हाम्रो, किनकि हाम्रो सोसाइटी कहाँ छ अनि कस्तो खालको छ भनेर त्यसमा रिलाइ गरेर मोर त्यस्तो खालको लभ स्टोरी बनायो भने चाहिँ इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्छ। तर अब यो मुभीले अब एटलिस्ट ट्रेलर हेर्दाखेरि चाहिँ मैले त्यता एड्रेस गरेको छैन जस्तो लागिरहेछ मलाई होइन। सो किनकि हाम्रोमा भनेको फिलिङ धेरै पर आउँछ कि त्योभन्दा अगाडि 5वटा जति लेयरलाई कटेर मात्रै मान्छे लभको बारेमा सोचिरहेको हुन्छ क्या। सो इट्स ए स्ट्रेन्ज ठाउँ छ, त्यही भएर लभ स्टोरीहरूले त्यो कुरा एड्रेस गऱ्यो भने चाहिँ मजा हुन्थ्यो कि जस्तो लाग्ने होइन। तर सबैले गर्नुपर्छ भन्ने पनि होइन। तर अब यो ट्रेलर हेर्दाखेरि चाहिँ म मेबी त्यो एक्सपेक्ट गरिरहेको थिएँ किन, सो त्यो मलाई फिल भयो होइन। सो यो मेरो एउटा बेसिक कन्टेक्स्ट दिन्छु, फेरि म यो ट्रेलर हेर्छु अनि मोर यसलाई ब्रेकडाउन गर्छु है त। उसँगको कनेक्सन कस्तो अर्कै लाग्छ क्या मलाई, अर्कै छ यार। खोइ किन मलाई तिमी अरूभन्दा डिफ्रेन्ट लाग्छ। ब्युटिफुल सर्टहरू छ यसमा, इन्ट्रेस्टिङ लाइक लभ स्टोरीमा त्यो फिल दिने खालको सर्ट, लाइक पर्फेक्ट। तर अगेन यो खालको ट्रेलर अब यो अहिले जति मैले अहिले ठ्याक्कै रोकेको ठाउँसम्म आइपुग्दाखेरि यो हामीले देखिसकेको क्या अनमोल गैसीको मुभीहरूमा नि यस्तै हुन्छ क्या लगभग अलमोस्ट। You're the most honest and lovable person I've ever met. मलाई मन पर्छ ईशा, I love her. डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले। म्युजिक पनि एकदमै राम्रो लागेको छ मलाई अहिलेसम्म जति पनि रिलिज भएको छ नि, म्युजिक पनि इन्ट्रेस्टिङ छ। किनभने मलाई म्युजिकमा 2-3वटा कुराले पनि अलिकति नोस्टाल्जिक पनि भएको छ म, किनकि सबैभन्दा सुरुमा केआर सिंह लिम्बू भाइको चाहिँ लाइक सबैभन्दा अर्लिएस्ट साथ हामीले एउटा म तेह्रथुम जाँदाखेरि हामी तेह्रथुममा गएको थियौँ अनि तेह्रथुममा भेटेको भाइ हो क्या खासमा, धेरै अगाडि भन्दा 6-7 वर्ष अगाडि होला। सो त्यहाँ गएर इन्टरभ्यू मेरो च्यानलमा नि इन्टरभ्यू रहेछ। सो त्यो अनि अहिले भेरी इन्ट्रेस्टिङली करियर प्रोग्रेस भएको रहेछ क्या अहिले। सो या कहिलेसम्म डराएर भाग्ने म? Try not to repeat the same mistake as you did. ईशा, सब ठिक हुन्छ के? अनि के देखिसो त्यो केटीसँग? किन आएको तिमी यहाँ? तिमीले त्यस्तै जे पाए त्यही भन्यो यार। के म त मलाई जोसुकैले जेसुकै भनोस्। चुप पनि आएर जे पनि भन्नु पाउँछ तिमीलाई। अर्को एउटा यो ट्रोप पनि हो क्या, जस्तो रिसाउने कुराहरू हुन्छ नि, जस्तो यो लभमा मान्छे केटाहरू एग्रेसिभ देखाउनु पर्ने अनि
रियल लाइफमा कतिवटा चिजहरू झगडा भइरहेको हुन्छ कि त भयो भने नि त्यो लाइक स्ट्रेन्जली हाम्रो फिल्महरूमा अथवा इभन बलिउड मुभी कहिलेकाहीँ केटा छ भने अथवा प्रोटागनिस्टलाई देखाउनु पर्यो भने अलमोस्ट हामी यस्तो फिल गराउँछौँ कि सायद होल वर्ल्ड चाहिँ त्यो मान्छेको वरिपरि घुम्छ कि जस्तो टाइपले क्या। सो उसको इन्स्टिङ्क्टबाट जे आउँछ त्यो गर्दै जान्छ र हुँदै जान्छ क्या त्यो चिज भने जस्तो क्या। तर रियल लाइफ वर्ल्ड त्यसरी वर्क गर्दैन क्या। सो उसलाई रिस उठ्यो, उसले कुट्न गयो भने अथवा उसले रिस उठ्यो ऊ जिम्मेवार भएर निक्ल्यो, मेबी रेगुलर लाइफमा त्यस्तो भइरहेको हुँदैन क्या। अनि यो अलमोस्ट होल वर्ल्ड उसको एराउन्डमा घुमाउने भयो भने नि यो अलमोस्ट यो मुभीको यो आर्ट फर्मको खास लिमिटेसन पनि हो होइन। त्यही भएर त्यसलाई थोरै ब्रेक गर्दै जानुपर्छ कि जस्तो लाग्ने क्या। यो चाहिँ अलिक प्रब्लमेटिक पनि लाग्छ क्या मलाई यो चिज पनि। जिन्दगीमा सबै कुरा पर्फेक्ट भएर आउँदैन। आजको लागि मात्रै सोचेर पनि त भएन नि त। भोलि त्यही कुरा झगडा भयो भने हाम्रो तँले के भने अरे भर्खर? यसलाई घरबाट निस्किन दिने होइन अबदेखि। उसको पास्ट मेटाउने हो भन्दा सी इज टु पर्फेक्ट। उसले पनि मलाई माया त गर्छ होला नि एकखाल। मैले गर्दा हाम्रो फ्यामिलीलाई अप्ठ्यारो पर्छ भन्ने कुरा पनि थाहा छ मलाई। घरि के को लागि आउँछौ, किन आउँछौ? मिस यु। काकालाई कल गरेँ नि, काका मान्नुहुन्छ? भेट्छु भन्नुभएको छ मलाई। म डिफ्रेन्ट छु। तिमीलाई मेरो डिफ्रेन्ट थाहा भयो भने तिम्रो यो लभवाला इमोसन सबै चेन्ज हुन्छ, मलाई थाहा छ। अर्को एउटा इन्ट्रेस्टिङ कुरा के पनि हो भने साँच्चै अर्को के पनि भयो भने जस्तो हामीले जति पनि लभ स्टोरी हेर्दै थियौँ नेपाली मुभीमा धेरै कुराहरू जस्तो अब नयाँ अहिलेको जेनेरेसनमा नि के भन्नु मतलब अहिले जो टिनेजमा हुनुहुन्छ यो समयको टिनेजमा यो बेला चाहिँ कस्तो खालको लभको कसरी प्रोग्रेस भइरहेछ अथवा यो समयलाई बताउने खालको एटलिस्ट रिप्रेजेन्टेटिभ पात्रहरू जस्तो लाग्यो क्या हेर्दाखेरि। त्यो चाहिँ फेरि फ्रेस स्टार्ट पनि हो, त्यो इन्ट्रेस्टिङ पार्ट हो क्या खासमा। तर अगेन त्यो भनिरहँदा खास लभ स्टोरी पनि हामीले अलमोस्ट टिनेजको मान्छेको मात्रै होला अथवा त्यो बेलाको मात्रै होला भन्ने होइन कि लाइक लभ मान्छेको लाइक होल एजभरि नै बनिरहेको हुन्छ होइन। त्यो त हामीलाई त्यस्तो लाग्छ कहिलेकाहीँ, तर त्यस्तो हुँदैन। सो ओभर द टाइम लाइक जति वर्षको उमेरको मान्छेको पनि लभ भइरहेको हुन्छ होइन। सो त्यो एउटा पार्ट हो। सो लभ स्टोरी भनेर फ्रेसको मात्रै हुँदैन, बट स्टिल त्यो एउटा अहिलेको समयको टिन मान्छेहरूलाई अथवा टिन नभनौँ अर्ली 20s लेट लाइक 19, 18, 20 को मान्छेहरूलाई चाहिँ कसरी लभलाई एप्रोच गरिरहेछ भन्ने कुरा त्यसको रिप्रेजेन्टेटिभ जस्तो पनि देखिएको छ। सो त्यो हिसाबले चाहिँ इन्ट्रेस्टिङ लाग्यो। म बेनिफिट अफ डाउट दिन्छु किनकि ट्रेलरमा यति धेरै कुराहरू हुँदैन। कहिलेकाहीँ मुभी हेरिसकेपछि एब्सोल्युटली त्यो मुभीले क्याप्चर गरिदिन्छ क्या। सो म त्यो फेथ राख्दै मेरो ट्रेलर रियाक्सन यहाँ एन्ड गर्छु। सो कस्तो लाग्यो मेरो पर्सपेक्टिभ चित्त बुझ्नुपर्छ भन्ने पनि छैन, चित्त बुझेन भने के बुझेन भन्दाखेरि त्यो कमेन्ट गर्न सक्नुहुन्छ र मलाई सजेसन दिने हो भने पनि त्यो कमेन्ट गरिदिनुलाई मैले के कुरा इम्प्रुभ गर्न सक्छु भनेर। सो ओके, थ्याङ्क यू सो मच।